एउटा ऐतिहासिक स्थलमा आइपुगेका छौँ। यो टिम्ना घारी अथवा पहाडको जहाँ सुक्खा चट्टानी पहाडहरू, सुक्खा डेजर्ट माउन्टेन, तर एकदमै खनिज पदार्थले भरिएको। यहाँ चाहिँ एकदम तामा पाइन्छ। म एउटा यहाँ एउटा टनेलमा जाँदैछु, हेरौँ है त। एकदम खतरा छ, नजाने होस्। यहाँ देख्न सक्छौँ हामीहरूले त्यो बेलाको मानिसहरूले उत्खनन गरिएको ठाउँ। हामीले तामाको टुक्रा पनि देख्न सक्छौँ त्यहाँ माथि निलो आकारको। हामी यहाँ टनेलमा जाँदैछौँ। तिम्ना पहाडको फर्क्यौँ नि त उताबाट, फेरि तिम्ना पहाडबाट हामीहरू दृश्य अवलोकन गर्दैछौँ। हाम्रो कुमार सरले मलाई दोहोऱ्याइराख्नु भएको छ। अहिले हामी यहाँ पहाडभित्रको सुरुङमा जाँदैछौँ। अत्यन्तै डरलाग्दो ऐतिहासिक उत्खनन गरौँ अथवा स्पर्श गरौँ भन्ने लाग्ने। जताततै यो पनि पुरै यो पनि सबै तामा कि तामा होइन त यो ब्लक। अब हामी यता जाउँ, अगाडि आउनुहोस्। हजुर हुन्छ। मलाई अलिकति मोटो भएको कारणले अलिक गाह्रो भएछ मलाई चाहिँ। आउँदैछु। यो लेख्नुहोस् त। ल तपाईँ आउनुहोस्। ल कसरी आउनुहुन्छ? ल हेर्नुहोस्, तपाईँ आउनुहोस्। यति खतरा छ, ल हेर्नुहोस् यहाँभित्र। खतरा भन्नाले भने मान्छे चाहिँ राम्रोसित निस्किन नसक्ने, हात तल राख्नुपर्छ। च्याप्न चाहिँ नस्यापिने, तर निस्कनलाई गाह्रो। अलि मोटो भएको हुनसक्छ। मोटो भएको हुनसक्छ शरीर, मोटो भएको कारणले गर्दाखेरि गाह्रो भएको छ। ल हेर्नुहोस्, रसी पनि उहाँलाई आउन निस्किन बाहिर गइरहेको छ। त्यत्तिकै रहन्छ, खनिज निकाल्नको लागि सजिलो छैन। यहाँ हामीले अक्साइडहरू देख्न सक्छौँ। कपर अक्साइडहरू निलो निलो छ यहाँ है। यो सब खिया लागेको छ, हामीले देख्न सक्छौँ। यो कपर अक्साइड हो र 4500 वर्ष पहिला, 3000 वर्ष पहिला यहाँ मानिसहरूले उत्खनन गरिएको हामीले देखेका छौँ। कति मेहनती मानिसहरू थियो होला त्यो बेलाका, र कति तन्दुरुस्त थियो होला। अहिले म यो ठाउँबाट निस्किनलाई गाह्रो भएको छ। हेर्न सक्नुहुन्छ यहाँ कपर अक्साइडका लेयरहरू हामीले देख्न सक्छौँ, जुन तामाको खिया लागेको भन्छ। यो तामाको खिया लागेको हामीले देख्न सक्छौँ। र यहाँ हाम्रो नेपालमा ढुङ्गाको आवाज जस्तो होइन, तर यहाँ तामाको छुट्टै आवाज आउँछ। यहाँ छ अलिकति उत्खनन गरिएको होइन तामाको खानी। र प्राचीन समयका मानिसहरूले कसरी यहाँ तल उत्खनन गरे होला है, यो कसरी थाहा पाए होला, कुन प्रविधिले थाहा पाए होला। यहाँ हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ यहाँको कलर निलो निलो छ। यो सबै तामा हो र यो सबै कपर अक्साइडहरू हो। सरी, अलिकति खोकी लागेको छ। यहाँ देख्नु सक्नुहुन्छ तपाईँले, यहाँ सबै धुलाहरू बनाएका छन्, फलहरू बनाएका छन् र यहाँबाट निकालेको छ। तपाईँले सुन्न सक्नुहुन्छ। यहाँ आवाजै फरक छ कि, यो ढुङ्गाको आवाजै फरक छ। अब हामी यो ढुङ्गा नेपालमा उपहारको रूपमा लानेछौँ। तर लिन मिल्दैन। मिल्छ, यति मिल्छ कि हामीले हेर्न आउनेछौँ। हेर्नुहोस् कत्रो आवाज छ, कस्तो बनावट छ, फरक छ कि। त्योभन्दा उता अर्को छ राम्रो होला हो। त्यो त पुरै फरक छ होइन, त्यो रक हो नि त नि, कपर रक हेर्नु त नि। हेर्नुहोस्, अब हामी यहाँबाट निस्किनेछौँ।
धन्न हामीलाई निस्किनलाई यहाँ बाटो बनाइदिएको रहेछ। बनाइएको छ। अझ पनि तपाईँले देख्न सक्नुहुन्छ यो लेयर जति ल यो फलाम हिँड्ने गरेको भिडियो यो हामीले कपर अक्साइड यहाँ कुमार सर निस्किँदै हुनुहुन्छ। ल दाजुभाइ तथा दिदीबहिनीहरू, फेरि पनि हामीले जुन दृश्य देखेका थियौँ, जुन हाम्रो आँखाले देखेका थियौँ, त्यहाँ हामीले तपाईँहरूलाई देखाइरहेका छौँ। यो हामीहरू तिम्ना पहाडको कपर माइनमा आएका छौँ, जुन राजा सलोमनले कपर निकालेको, जुन तामा निकालेको भनिएको ठाउँमा आएका छौँ। र यहाँ कसरी कुन प्रकारले तामा निकालेको भनेर तपाईँहरूलाई हामीले देखायौँ। यहाँ हामीले देख्न सक्छौँ, यहाँ कलर, यहाँ रङ देख्न सक्छौँ है, निलो रङ जो खिया लागेको है हामीहरूले देख्न सक्छौँ। यहाँको गन्ध पनि अलिकति अर्कै प्रकारको छ, जुन हाम्रो घरमा भएको भाँडाको तामाको गन्ध यहाँ छ। र मरुभूमि भए तापनि प्रभुले बनाउनु भएको चमत्कारको अचम्मको ठाउँमा हामीहरू आएर तपाईँहरूलाई यो दृश्य देखाउन पायौँ र आजको भ्रमण हाम्रो सफल भएको भनेर हामीले सोच्दैछौँ। र परमेश्वरले हामीलाई सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। देख्नमा हामीहरू मरुभूमि देख्दैछौँ, तर मरुभूमिमा गाढ धन, जुन हाम्रो बाइबलमा लेखिएको छ गाढ धन, त्यो धन मध्येमा एउटा धन जुन धातु, सुन, चाँदी, तामा, पित्तल भन्छौँ, तेस्रो बहुमूल्य ठाउँमा हामीहरू आएका छौँ। यहाँ हाम्रो सरले यहाँ टेस्ट गर्दै हुनुहुन्छ कपरको कुन हो भनेर, तर त्यो चाहिँ कपर होइन र पनि उहाँले लिइराख्नु भएछ। कपर भनेको यस्तो छ, यहाँ यस प्रकारको छ, तर यो चाहिँ लानु दिँदैन होला, किनभने हामीलाई सिक्युरिटीमा दिँदैन, हामीले देखिरहेको छौँ। फेरि पनि तिम्ना पहाडबाट तपाईँहरूलाई जय मसी, नमस्ते।